गायकका सुरेश लामा र गिबिना बीच कन्ट्रोभर्सी सुरु भइसक्यो। खास के कारणले गर्दा यो कन्ट्रोभर्सी सुरु भएको भने हिजो अस्ति नै भएको कन्ट्रोभर्सी रुबिन खड्का र उहाँको बीच र रुबिन अली बीच भएको कन्ट्रोभर्सीमा चाहिँ गिबिनाले के भन्नुभएको थियो भने पहिला पनि सुरेश लामाको एउटा परिवार पाकिस्तानी केटीले नै गर्दाखेरि बिगारिसकेको छ, फेरि पनि अर्को परिवार चाहिँ हामी बिगार्नु दिनुहुन्न भनेर यस्तै खालको कुरा चाहिँ त्यो कन्ट्रोभर्सीमा निकालिसकेपछि सुरेश लामाले त्यो भिडियो देखेछन् र राम्ररी रिप्लाई दिएको छन्। त्यो भिडियोमा के भनेको छन् भने सुरेश लामाले मेरो त्यत्तिकै नाम लिएको रहेछ, मैले त कसैको केही पनि खाइदिएको छैन, कसैको केही पनि बिगारिदिएको छैन, न कसैलाई केही भनेको छु। मेरो नाम चाहिँ नलियोस् है, मेरो नाम लिएर तपाईँहरूको कन्ट्रोभर्सीमा मलाई नमुस्नु होला। मैले कसैलाई केही पनि भनेको छैन, मैले राम्रोसँगले भन्दैछु। मैले पनि नराम्रोसँग मुख खोल्न सक्छु, मैले पनि कुराहरू खोल्न सक्छु। त्यही भएर मेरो कुरा नबुझिकन मेरो के कारणले गर्दाखेरि डिभोर्स भयो कसैले थाहा छैन, इभन मेरो आमालाई त थाहा छैन, तपाईँहरू को हो? मलाई त्यत्तिकै मलाई नमुस्नु होला, म चुपचाप बसिरहेको छु। मैले पनि नराम्रोसँग भन्न सक्छु, मैले पनि कुराहरू खोल्न सक्छु है। के मैले पनि अब नेपाली ब्रोले जस्तै गर्नुपर्ने हो? त्यत्तिकै म चुप लागेर बसो भन्दैमा मलाई बिना अर्थ बिना कारण चाहिँ मलाई नमुस्नु होला भनेर डाइरेक्टली गिबिनाले चाहिँ भिडियो मार्फत भनेका छन्। र यो भिडियोको बारेमा चाहिँ सुरेश लामालाई गिबिनाले अहिलेसम्म रिप्लाई दिइसकेको छैन। यदि दिइन् भने म तपाईँहरूलाई जानकारी दिनेछु। थ्याङ्क यू सो मच फर वाचिङ। जय नेपाल।